माइक अन गर्नु पर्ला। सम्माननीय सभामुख महोदय, बहुदलीय लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष हुन्छ। सत्तापक्षले सरकार सञ्चालन गर्छ र प्रतिपक्षले सरकारका अपुगहरू र जनताका समस्याहरू सदन मार्फत सरकारलाई सुनाउँछ, त्यसको समाधानका लागि आवाज उठाउँछ। सरकारमा बस्नेले आलोचना सुन्नुपर्छ, प्रश्न सुन्नुपर्छ र प्रश्नको जवाफ दिनुपर्छ। तब लोकतन्त्र जस्तो हुन्छ र व्यवस्था सफल हुन्छ। नागरिकले राज्यको सुविधा पाउँछन् र सन्तुष्टि पाउँछन्। सरकारले पनि राम्रा काम गरेको हुन्छ, गर्दै गरेको हुन्छ र गर्ने प्रतिबद्धता सरकारसँग सधैँ हुन्छ। सर्वोच्च जनप्रतिनिधि थलो संसद हो र सरकारको सर्वोच्च कार्यकारी प्रधानमन्त्री हो। संसदले प्रधानमन्त्री खोज्दा पाउनुपर्छ। त्यो संवैधानिक व्यवस्था हो, विधिको शासन हो र सुशासन हो। 100 दिन पनि सरकार पुग्यो, मधुमास पनि सकियो। अब प्रधानमन्त्री संसदमा आउनुपर्छ र जनतालाई आश्वस्त पार्नुपर्छ। सभामुख महोदय, सरकारलाई भन्न चाहन्छु, यो सदन मन्त्रीले सांसद थर्काउने थलो होइन। सांसदले सरकारलाई प्रश्न गर्ने र सांसदका प्रश्नको सरकारले जवाफ दिने थलो हो। संसद सरकारलाई जवाफदेही बनाउने थलो हो। संसद सरकारको कार्यकर्ता या सन्तान होइन। संसद सरकारको जन्मदाता हो। सरकारलाई चेक एन्ड ब्यालेन्स गर्ने राज्यका एक महत्त्वपूर्ण अङ्ग हो। सरकारलाई ज्ञान रहोस्। कसले पढ्नुपर्ने हो, कसलाई पढाउनु पर्ने हो, दिनको घाम जत्तिकै छर्लङ्ग छ। यो दास युग होइन, निरङ्कुश सामन्ती युग पनि होइन, जहानिया राणा शासनको कालरात्रि पनि होइन र यो जर्मन चान्सलर हिटलर बन्ने सपना देख्ने युग पनि होइन। सभामुख महोदय, सरकारलाई थाहै होला, महँगी आफ्नै तथ्याङ्क अनुसार गत वर्षको तुलनामा दोब्बर बढेको छ। बरु सरकारलाई थाहा छैन होला, तलब कर्मचारीको बढेको हो। किसान, मजदुर, स्वरोजगार, निजी रोजगार, साना व्यवसायीहरूको बढेको होइन। महँगीको प्रत्यक्ष मार गरिब श्रमिक वर्गमा पर्छ। त म सरकारलाई आह्वान गर्दछु कि सरकार भ्रमबाट मुक्त होस्, गरिबीको पीडा बोध गरोस् र महँगी, कालाबजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दियोस्। सभामुख महोदय, भदौ 23 र 24 को घटनामा मानवाधिकार आयोगले प्रश्न उठाएका व्यक्तिलाई पुनः गृहमन्त्री बनाइयो। सरकारलाई बनाउन आवश्यक लाग्यो होला, बनाइयो। गृहमन्त्रीको सम्पत्ति छानबिन गरियो, भनियो। के रहेछ त? प्रतिवेदन खै सार्वजनिक हुनु पर्दैन, संसदलाई जवाफ चाहिन्छ। भदौ 24 गतेका घटना थप छानबिनको प्रक्रिया अघि बढ्नुपर्नेमा बरु भदौ 24 गतेका घटनाको अभियुक्तको मुद्दाको सुनवाई नै स्थगित गरियो।